नमस्कार, म अरुण श्रेष्ठ। तपाईँ यतापट्टिको भाग देख्दै हुनुहुन्छ यो मुनाल चोक। यो मुनाल चोकदेखि तपाईँ यतापट्टिको भाग देख्दै हुन्छ नगरपालिकाको कार्यालय। यतापट्टिको भाग छ यो बागझोडा वडा नम्बर 8 जाने बाटो र यतापट्टिको भागमा तपाईँ देख्दै हुन्छ कोशी सम्मान फोटोकपी सेन्टर। यो फोटोकपी सेन्टरमा चाहिँ यहाँ एकदम महत्त्वपूर्ण कागजात छोडिएको, यहाँ फोटोकपी गर्दा छोडेर जानुभएको रहेछ र कसको रहेछ भन्ने विषयमा तपाईँलाई म यहाँ जानकारी दिँदैछु। नमस्कार हिरेन सर, यो कागजात छोडिएको छ भने थुप्रो निकाल्नु भएको छ, हजुरले कसको छोडिएको छ बताइदिनुहोस् त, त्यो हेरेर उहाँहरू लिन आउनुहुन्छ होला। यो बिमा कार्ड छोडिएको छ सविता बन्जारा, वडा नम्बर कति हो? वडा नम्बर 10। हजुर। अर्को छोडिएको छ ज्योतिष राउत, वडा नम्बर 6। यो बिमा कार्डै हो, स्वास्थ्य बिमा कार्ड। अनि त्यस पछाडि मतदाता परिचय पत्र छोडिएको छ पार्वती मुसर, खेमबहादुर खड्का। कति नम्बर वडा त्यो पनि? खेमबहादुर खड्काको 7, पार्वती मुसरको रहेको छ 6 नम्बर। अनि नागरिकता रहेको छ कसको भने सावित्रा कार्की। यो पुरानो नागरिकता छ, महेन्द्रनगर 7 भनेर लेखेको छ। अनि त्यस पछाडि अर्को पनि छ, यो सबिमा श्रेष्ठ छ होइन, यो पनि पुरानो छ, यो प्रकाशपुर 3। अनि यो एउटा स्कुलको सर्टिफिकेट पनि छोडेको छ श्याम कुमार खत्वे। त्यस्तै अर्को स्वास्थ्य बिमा कार्ड छ गणेश भण्डारी। अर्को विवाह दर्ताको प्रमाणपत्र छ दीप नारायण चौधरी। कति नम्बर वडा त्यो पनि भन्नु न? यो वडा नम्बर 6 रहेछ, यो बक्लौरी भनेर आएको छ है। यो चाहिँ दीप नारायण चौधरी नै होला। अर्को छ यो जन्म दर्ता प्रमाणपत्र कुमारी माया झा। कति नम्बर वडा? पुरानो छ, यो कताको यहाँनिर ठेगानै लेखेको रहेनछ। अहिले महेन्द्रनगर 1 भनेपछि यहीँ 6 नम्बर होला। अर्को छ शेखर थापा, यो रहेको छ, यो नि महेन्द्रनगर 4 नम्बर वडा नागरिकता। अर्को छ यो सामाजिक सुरक्षा परिचय पत्र काले विश्वकर्मा। अर्को छ गङ्गामाया विष्ट, यो नि सामाजिक सुरक्षा भत्ताको कार्ड रहेको छ। यो नरबहादुर विष्ट महेन्द्रनगर 7 सामाजिक कार्ड रहेको छ। अर्को छ दैया विश्वकर्मा, यो मृत्यु दर्ता प्रमाणपत्र। र अर्को रहेको छ यो धनी पूर्जा नारायण प्रसाद चापागाई भोक्रानो। यति चाहिँ सामग्रीहरू यस कोशी सम्मान फोटोकपी सेन्टर बराक क्षेत्र नगरपालिका 6 अगाडि नगरपालिकाको गेट तल्लोपट्टि रहेको छ र यहाँहरू आएर लान सक्नुहुन्छ। हामीले पटक पटक कोशी सम्मान साप्ताहिक भन्ने फेसबुक आइडीमा पनि यो जानकारी दिएका थियौँ। कतिजना 5-6 जना जति चाहिँ आएर लिएर जानुभएको छ। बाँकी अन्य कागजातहरू छ, तपाईँलाई आवश्यक कागजात भएको कारण लान हुन अनुरोध छ। धन्यवाद छ। यहाँ हिरेन्द्र सरले जानकारी गराइसक्नु भएको छ र यो भिडियो हेरिसकेपछि तपाईँ यहाँ आएर हिरेन्द्र सरसँग सम्पर्क राख्नुहोला र यो कोशी सम्मान फोटोकपी सेन्टरमा सम्पर्क राखेर कागजात लिनु हुन अनुरोध गर्दै म अर्जुन श्रेष्ठ तपाईँहरूसँग बिदा माग्ने अनुमति चाहन्छु। हस्त नमस्ते, हजुरको दिन शुभ बितोस्। धन्यवाद।